हामी चाहिँ कहाँ जाँदैछौँ आज? डुडलडोर डुडलडोर हो कि कहाँ पनि हामी कतिजना छौँ? 5 जनाको ग्रुप छौँ। अहिले चाहिँ हामी ठ्याक्कै प्याडिङटन स्टेसनमा छौँ। यहाँदेखि हामी वाटरलू जान्छौँ, त्यसपछि नेसनल ट्रेन पक्रेर जान्छौँ उता। हेलो गाइज, हो बलम न हो बलम। Customer information. Please look after children on the escalators. Keep feet away from the edges. हामी कहाँ हिँडेको अरे ममता बहिनी? हामी कहाँ हिँडेको? भन कुन डोर अरे? खै कहाँ हिँडेको हिँड्नु चाहिँ होइन, डुडलडोर हो कि डडेलडोर के हो नि, नाम फरक फरक छ। हामी चाहिँ ठ्याक्कै वाटरलू आइपुग्यौँ मैले। अब यहाँदेखि हामी जाँदैछौँ डुडलडोर द वे आउट। हाम्रो यो खुवाई चाहिँ एकदम दामी छ क्या। ल हेरौँ, नाम भनौँ। अरूले पनि देख्न सक्छ नि त। यस आजको हाम्रो अब खुवाई चाहिँ यो के हो? तिम्रो त हुँदैन कान्छी। हामी चाहिँ जाँदैछौँ अलिकति तलतिर। कहाँ होला भन्नुहोस् साथी हो? साथी हो, हामी कहाँ जाँदैछौँ बारे? हामी डुडलडोर भन्ने ठाउँमा जाँदैछौँ। यो ओह्रालो चाहिँ एकदम लास्टै ओह्रालो छ यार। यो झर्ने बेलामा यो त स्टेप भए चाहिँ अलिकति राम्रो हुन्थ्यो। स्टेप छैन। स्टेप भए चाहिँ दामी हुन्थ्यो क्या। भेट्नु खोजेको है हामी चाहिँ सँगै छिटो। यो साउन्ड निकाल्ने को हो? ए छिटो आऊ, ट्रेन आइसक्यो। आइपुग्यो। यो यत्रो आवाज निकाल्ने चाहिँ को हो? एल्डेबेट उँधो तल। कुद ट्रेन। ममताले काँटी ठोक्दैछ। यत्रो हेरी प्यारिङसम्मको मात्रै छैन नि।
5 मिनटपछि आउँदैछ प्याडिङटनसम्म मात्रै यो प्याडिङटनसम्म मात्रै जान्छ हिजो उयो हामी त रेडिङ जाने प्याडिङबाट यहाँ साउदरल्यान्ड यहाँ छैन ल कता आउँछ ठ्याक्कै आइपुग्यो पेडिङटनसम्म मात्रै कता जानु नन्द भाइ आइपुग्यो भर्खर 4 मिनेटले गर्दा बल्ल 4 मिनेट दिउ होस् कि को कसो भेटाइयो यो प्याडिङटनसम्म मात्रै अब हामी यहाँदेखि अब अर्को नेक्स्ट ट्रेन आउँदैछ 3 मिनटमा अलिक ठिक्क यतिकैमा बस्दा ठिकै हुन्छ र त्यो गेट छेउमा उत्रिन्छ है लास्टमा 3 मिनेट मन त मैले अघि त्यहाँ काटी ठोकेको ठङ्की कि फलाउँछ चपल रेडिङबाट तानिन जाने त रिडिङ 3 मिनेट रहेछ नि ओ प्याडिङटन इलिङ ब्रोडवे साउथ हल हेडिङटन